am making the dahi vada. Here is the pan. तात्दै छ हैन मैले चाहिँ रेडी गरिसकेको मासको दाललाई भिजाएर यसको ब्याडल बनाइसके यसलाई चाहिँ म फ्राई गर्छु यहाँ तेल राखेर प्यानमा तेल गरम हुँदैछ म चाहिँ अब टक्क यहाँनिर यो ब्याडललाई चाहिँ राख्छु दही बडा बनाउँदै छु आज म यो यसरी चलाउँदा यसरी एक साइडै चलाउनु पर्छ रे हैन तेला भइहाल्यो नि त्यही त घेरेर पार्यो फिर्के नहुँदाखेरिको मा चाहिँ हाल्ने यहाँ यो आएको छैन आछ यसरी हाल्ने हो यसरी हाल्ने हैन दही कति खानु मन लाग्यो त्यति हाल्ने यसरी टक्क यो भुनेको जिरा हैन हल्का कति खानु मन लाग्छ केही होइन बजे यतिकै कस्तो लाग्यो मम्मी यिनीहरू मिनाथी राख्नु न अलि माथि राखेर खानु मिठो लागेको लागेन मिठो छ अलि माथि यसरी हो त्यसरी खानु न कस्तो लाग्यो मिठो छ दही बडा मिठो छ मिठो छ दामी 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 देख्न चाहिँ यस्तो देखिन्छ